यो चाहिँ बेतेन हिँडेको पारि बेतेन हिँडेको गाउँ देखिँदैछ पहिरोको मुनि त्यो सेतो पहिरोको परतिर अम्लिसो यसलाई चाहिँ अम्लिसो भन्छ है कुच्चो झाडु लाउनु हाम्रो अर्गानिक झाडु स्कुलहरू आउनु थाल्यो स्कुल गएको बाई बाई यताउति त फुल रमाउनु तिहारको फुल त कति कति जताततै पहिरो जताततै पहिरो छ है यता उँधोको बाटो चाहिँ पहिरोले बनाइ भएछ बेतिनी जाने अनि चाहिँ हामी चाहिँ यताबाट लाग्यौँ पर पनि पहिरो गइरहेको छ बाटैमा अब चाहिँ यताबाट अर्को बाटो उकालै उकालो जाने यिनीहरू पहिरो जहाँ तहाँ यस्तै छ बाटोमा जङ्गलमा पहिरो पहिरो हेर भिड उहिलेको पुरानो बाटो हिँडाइ छ है गाई चाहिँ यसरी बाँस यस्तोबाट हुँदै हिँड्नुपर्छ टक्कै अब बेतेनी पुग्नु आँट्यो हेर्नुहोस् त यस्तो बाटो हिँड्नुपर्छ यसरी हिँड्नेको चाहिँ अब 1 घन्टा भइसक्यो गाइस खुट्टा दुखेर हट्टु खोला खोल्सीबाट पानी बगिरहेछ पुरै मालिङ्गो घारी घारी हिँड्यो यो चाहिँ खानुहुन्छ थोड्ने यसको डुकु निङ्गुरे जस्तै हो त्यसको नि तर अमिलो हुन्छ एकदम अमिलो हुन्छ तर पुरा रहेछ थोड्ने मालिङ्गो सुकाएर अचार खानु चाहिँ एकदमै मिठो हुन्छ यसको डुकुको
थुप्रै गाई बेचैनीको मन्दिरहरू शिवखोप सयपत्री फुल क्या दामी पानी पर्ला जस्तै भयो सयपत्री फुल यहाँ हेर्नु है घरमा यो चाहिँ घरमै मूल घर हो दाजु बस्नुहुन्छ फुलै फुल अहिले फुलिरहेछ यसरी झ्याप्पै फुलै फुल फुलै फुल यहाँ जलदेवीको हो नि त यो मन्दिर मुनिपट्टिबाट यसो छ एकदम बजाउँदै गरेको पो त फेरि ल हेर्नु आइदिनु भयो हामीले निम्तो गर्नु नभए पनि हैन नमस्कार अर्कै रहेछ हौ फेरि त्यो नानी त्यो होटेलले मेलै छ नि यो पो ढुङ्गामा खोपेको है यो चाहिँ एकदम प्योर
बसी बसी अब जेठागालाई भयो लु तिहारमा लाउन मलाई पनि लु मजा सुन्नुभन्दा अस्ति तिहारमा फुलेको थिएन सेवा सेवा खुट्टा दुख्यो अरे आउँदैन होला घुसरी जिउलो भेटी पठाउनु एकछिन है यहाँ म पढ्दैछु सकेर मात्रै त्यहाँ को भाइको अहिले आएर हेर्नु त पनि पर्खिनु आउँदैछ अरे होइन छुरीहरू दाजु